आजको समयमा प्रेम दिवसलाई धेरैजसो मानिसले केवल रोमान्टिक सम्बन्धसँग जोडेर हेर्छन्। तर आध्यात्मिक दृष्टिले हेर्दा प्रेम केवल दुई व्यक्तिको भावना होइन, यो सम्पूर्ण ब्रह्माण्डलाई जोड्ने दिव्य ऊर्जा हो। आध्यात्मिकताको भाषामा प्रेम करुणा प्लस स्वीकृति प्लस सेवा प्लस आत्मजागरण हो। प्रेमको वास्तविक अर्थ प्रेम भनेको कसैलाई पाउनु मात्र होइन, आफूलाई चिन्नु हो। प्रेम भनेको अपेक्षा होइन, निस्वार्थ दान हो। प्रेम भनेको स्वार्थ होइन, आत्माको विस्तार हो। जब हामी ध्यान, प्रार्थना वा साधना गर्छौँ, हाम्रो हृदय चक्र, अनाहत चक्र खुल्छ। यही चक्रबाट साँचो प्रेम, क्षमा र शान्ति उत्पन्न हुन्छ। आध्यात्मिक प्रेम कसरी अभ्यास गर्ने? बिहान 5-10 मिनट ध्यान गर्नु, आफैलाई माया गर्ने सेल्फ लभ अभ्यास गर्नु, परिवार वा मित्रलाई धन्यवाद भन्नु, कसैलाई निस्वार्थ सेवा गर्नु, रिस र द्वेषलाई क्षमा गर्नु, यी साना कार्यहरू नै साँचो आध्यात्मिक प्रेमको उत्सव हुन्। प्रेम कुनै दिन विशेषको उत्सव होइन, प्रेम त आत्माबाट आत्मासम्मको यात्रा हो। यो थियो द शक्तिपात सो जागरण प्रचार रूपान्तरण। यदि यो सन्देशले तपाईलाई छोयो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोस्।